प्युठान स्वर्गद्वारीमा गोवर्धन पूजा अर्थात् गाई तिहारे औँसी परेको हुनाले प्रभु महाराजको रथ लिएर गौशाला परिक्रमा गर्ने काम भइरहेको छ यतातिरबाट। ल यहाँहरू पनि दर्शन गर्न आउनु भएको छ। कस्तो लाग्यो सर तपाईँलाई यहाँ स्वर्गद्वारी यसो दर्शन गर्न आउँदाखेरि? अत्यन्तै राम्रो। आज यो चाहिँ गाई तिहारे औँसीका दिनमा हजुर यहाँ चाहिँ एउटा विगतदेखि नै परम्परागत एउटा ठुलो मेला लाग्छ। विभिन्न चाहिँ नजिकका छिमेकी गाउँबाट चाहिँ भैलोहरू यहाँ ल्याएर हजुर पहिले चाहिँ प्रभु महाराजको समर्पण गरेर अनि गाउँमा भैलो खेल्न जाने चलन हुन्छ। त्यो भर्खर एउटा खालाको भैलो चाहिँ यहाँ म देखाइदिन्छु भर्खरै। हजुर अनि यहाँ चाहिँ अहिले गाईको पूजा भइरहेको छ। विभिन्न ठाउँबाट नेपाल लगायतका भारत लगायतका विभिन्न ठाउँबाट यहाँ चाहिँ दर्शनार्थीहरूको भिडभाड छ। अत्यन्तै खुसी लागेको छ। ए हस्, धेरै धेरै धन्यवाद है। ल हेर्न सक्नुहुन्छ एकदमै भक्तजनहरूको घुइँचो देखिरहनु भएको छ। हजुरहरूले एकदमै रमाइलो रोमाञ्चक देखिरहेको छ। हेर्न सक्नुहुन्छ स्वर्गद्वारीमा यतातिर भैलोहरू पनि आइरहेको छ। भर्खर एउटा खालाको भैलो आइरहेको छ। म खालाको भैलोको केही झलकहरू देखाइदिनेछु हजुरहरूलाई, हेर्न सक्नुहुन्छ। म सबैतिरको झलकहरू देखाइदिनेछु हजुरहरूलाई, हेर्दै राख्नुहोस् पुरा भिडियो। हेर्न सक्नुहुन्छ प्रभु महाराजको रथ लिएर गौशाला परिक्रमा हुँदैछ। बाद में हेर्न सक्नुहुन्छ एकदमै घुइँचो लागिरहेको छ। तपाईँले हेर्न सक्नुहुन्छ। भक्तजन लगायत गुरुहरू म गौमातालाई पनि देखाइदिनेछु हजुरहरूलाई है। यतातिरबाट म गौमाताहरू पनि देखाइदिइसकेँ हजुरहरूलाई। गौमाताहरू पनि हेर्न सक्नुहुन्छ। गौमाताहरू एकदम गौमाताको दर्शन गर्न सक्नुहुन्छ हजुरहरूले। गौमाता गौशाला परिक्रमा हुँदैछ। हेरिहाल्नु भइसक्यो हजुरहरूले। गौमाताको दर्शन पनि गरिहाल्नु भइसक्यो। कस्तो लाग्यो त हजुर स्वर्गद्वारी आएर र स्वर्गद्वारी दर्शन गर्न आउनु भएको रहेछ आज एकदम राम्रो दिनमा है। टिकटकमा गोवर्धन पर्वत परिक्रमा हुँदैछ अहिले चाहिँ। जय शङ्खपुक बाबा। ओ माथि हेर न माथि। यहाँ
चाहिँ आरतीहरू हुन लागिरहेको छ।